खास गरी पार्टी केन्द्रीय कमिटीको निर्णयअनुसार अहिले हाम्रो पार्टी देशव्यापी रूपमा वडा केन्द्रित राजनीतिक जागरण अभियानको क्रममा छौँ। यो किन आवश्यक पर्यो र यसलाई किन गर्नु पर्यो भन्ने कुराको मूलतः हामीले खास गरी राजनीतिक दल भएको हिसाबले जनताको बिचमा जाने कुरा नै उसको प्रधान पक्ष बन्छ र त्यस कारणले हामीले वडा केन्द्रित भएर तल्लो तहमा जाने अभियान चलाएका छौँ। यसभित्र हामीले गर्ने मूलतः 4वटा काम छन्। त्यसो हुँदा महानगरभित्रका कमिटीहरूले पनि ती 4वटा कुराहरूलाई विशेष ध्यान दिएर काम गर्नुपर्ने देखिन्छ। नम्बर 1 यसको सङ्गठनात्मक क्षेत्रको काम। सबैभन्दा पहिला सङ्गठन क्षेत्रमा खास गरी वडा कमिटी महानगर कमिटी नै भनौँ, महानगर कमिटीका बैठकहरू नियमित हुनु पर्यो, योजनाहरू नियमित रूपमा बन्नु पर्यो, वार्षिक योजना चाहिँ बनाएर त्यस अनुसारको कार्यान्वयनमा जानु पर्यो, जुन काम महानगर कमिटीले एक ढङ्गले अगाडि बढाएको छ। अब महानगर कमिटीले अगाडि सारेका कार्यक्रमका आधारमा वडा कमिटीहरूले मतलब चाहिँ बैठकहरू नियमित बस्नु पर्यो, कोरम पुर्याएर बस्नु पर्यो। कमिटीमा बस्ने बैठकमा नआउने गर्नु भएन। त्यसपछि जो कमिटीका सदस्यहरू लगातार 3 चोटि बैठकमा आउनुहुन्न, उहाँहरूको रेकर्ड राखेर उहाँहरूलाई बिदा गरिदिनु पर्यो। लगातार 3 चोटि नआउनेलाई बिना कारण, यसमा एउटा शब्द छ, बिना कारण नआउनेलाई उहाँहरूलाई सोध्ने, स्पष्टीकरण सोधेर उहाँहरूलाई बिदा दिने काम गर्नु पर्यो र बैठकलाई नियमित गर्नु पर्यो। बैठक भइसकेपछि योजना बनाउनु पर्यो। बैठक केका लागि बस्ने? योजना बनाउनका लागि। योजना बनाएर अनि अर्को बैठक केमा बनाउने? अहिले यो महिनाको बैठकमा योजना बनाउने, त्यो कार्यान्वयनमा लिएर जाने, अर्को बैठकमा समीक्षा गर्ने, पहिला कार्यान्वयन कति भयो मूल्याङ्कन गर्ने, कति हुन सकेन फेरि मात्र चाहिँ योजना बनाउने अर्को महिनाका लागि। त्यसरी बैठकहरूलाई उत्पादन मतलब चाहिँ होइन प्रोडक्टिभ बनाउनु पर्यो। दोस्रो कुरा टोल कमिटी बनाउनु पर्यो। टोल कमिटीमा पार्टीका सङ्गठित सदस्यहरूलाई सङ्गठित गर्नु पर्यो। कतिवटा टोल बनाउने निर्णय भइसकेको छ। अब त्यो टोल कमिटी बनाएर टोल कमिटीकाहरूलाई सदस्यहरूलाई र वडा कमिटीका सदस्यहरूलाई घरधुरी विभाजन गरेर घर घरमा एमालेका कार्यकर्ता पुग्नु पर्यो र घर घरमा गएर पार्टी सदस्यता नवीकरण गर्ने, पुरानाहरूसित सङ्गठित सदस्यसित नयाँहरूलाई सदस्यता बनाउनु पर्यो। किन आज पनि एमाले तपाईँ बन्नुपर्छ भन्ने कुराको उहाँहरूलाई एउटा राजनीतिक एजुकेसन दिने, आफू पहिला प्रष्ट हुने, किन एमाले हुनु पर्यो भनेर आफू प्रष्ट भएपछि त्यो नयाँ घरमा पुगेका ठाउँमा उनीहरूलाई प्रष्ट बनाएर पार्टीमा सङ्गठित गर्नु पर्यो। यो चाहिँ अहिले घरधुरी केन्द्रित अभियान हो। वास्तवमा वडा केन्द्रित भने पनि वडाको मुनतिर टोल कमिटी बनाउने, टोल कमिटीलाई घरधुरी छुट्याएर घर घरमा एमाले पुर्याउने अभियान हो एउटा। दोस्रो चाहिँ जनसङ्गठनहरूको निर्माण। खास गरी अखिल नेपाल महिला सङ्घ सबै टोलमा बन्न सक्छ। वडाको त कुरै छोडिदिउँ, सबै टोलमा बन्न सक्छ। अहिले वडामै नभने स्थिति छ। हाम्रोमा छ, हामी 26 वर्ष। हजुर। अनि कतिपय अनि विद्यार्थीहरूको सङ्गठन अब अहिले क्याम्पसमा कलेजमा जान पाइँदैन +2मा भन्ने छ होइन। त्यसो हो भने टोलमा विद्यार्थीहरू त्यो टोलका कतिजना 10, 11, 12मा पढ्छन्, उनीहरूको लिस्ट तयार गर्ने, उनीहरूलाई रुचि राख्ने खेलकुदका कार्यक्रमहरू आयोजना गर्ने, उनीहरूलाई रुचि राख्ने वक्तित्व कला हुन्छ कि हाजिरी जवाब हुन्छ कि अरू के हुन्छ मतलब चाहिँ त्यस्ता गेमहरूको आयोजना गरेर उनीहरूलाई पहिला चाहिँ ग्यादरिङ गर्न सुरु गर्ने, सम्पर्क गरेर ग्यादरिङ गर्ने, अनि क्रमशः अनराष्ट्रिय बनाउनु पर्यो विद्यार्थी सङ्गठन। त्यसो हुँदा अनेमसङ्घ अनराष्ट्रिय जस्ता कमिटीलाई चाहिँ टोलसम्म लिएर जानु पर्यो। यो अर्को अभियानको यो हो। यही क्रममा हामी राजनीतिक वैचारिक प्रशिक्षण पनि अभियान अगाडि बढाउँछौँ। हाम्रो पार्टीमाथि उठाइरहेका प्रश्नहरू, किन एमाले आवश्यक छ, किन एमाले हुनुपर्छ, एमाले हिजो के गर्यो, अब के गर्न चाहन्छ भन्ने कुरा प्रस्ट्याएर एमालेको तर्फ आकर्षित गराउनका लागि पनि यो अभियान हो। त्यसपछि यसको दोस्रो अभियान भनेको प्रचार प्रसार। हाम्रा विरुद्धमा अहिले जथाभावी कुराहरू, भ्रमहरू छरिएका छन्। ती छरिएका भ्रमहरूको बारेमा प्रष्ट पार्ने अभियान पनि हो। हाम्रो चाहिँ होइन है, यी चाहिँ झुटा कुराहरू आएका छन्, अलमलमा पार्न खोजिएको छ। हामीले बोकेको सही सिद्धान्त, हामीले बोकेको राष्ट्रियताको अडान, हामीले बोकेको विकासको अभियान, हामीले अगाडि सारेको लोकतन्त्रको संरक्षण, यी कुराहरूमा उनीहरू चाहिँ यो चित्त नबुझ्नेहरू, विरोधीहरूले एकगठ भएर हाम्रा विरुद्धमा प्रहार गर्न खोजेका छन्। यसमा हामी प्रष्ट हुनु पर्यो भनेर वैचारिक हिसाबले, राजनीतिक हिसाबले र समसामयिक विषयहरूमा प्रष्ट पार्ने एउटा प्रचारात्मक कामलाई पनि हामी सँगसँगै लान्छौँ। र सँगै हामी अब यो सोसियल मिडियालाई उपयोग गर्ने कुरा, हाम्रो सिङ्गो पङ्क्ति सोसियल मिडिया उपयोग गर्ने, मोबिलाइज गर्ने गरी अगाडि लानु पर्यो। त्यो सोसियल मिडियाबाट आएका छरिएका भ्रमहरूलाई चिर्ने, प्रष्ट हिसाबले चिर्न सक्ने बनाउनु पर्यो हाम्रो पङ्क्तिलाई। त्यसो हुनाले प्रचार प्रसारलाई व्यापक रूपमा लिएर जाने पनि योसितको अर्को दोस्रो यसको काम हो भने, तेस्रो यसको काम भनेको जनप्रतिनिधिहरूले। अब जनप्रतिनिधिहरू निर्वाचित गरेका छ हाम्रो पार्टीको उसमा, उनीहरूले जनतासितका कामहरू के कस्तो गरेका छन्, पार्टीसित उनीहरूको सम्बन्ध कस्तो छ, पार्टी र पार्टी कमिटी र जनप्रतिनिधिको बिचमा सम्बन्ध राम्रो बनाउनु पर्यो र सँगसँगै जनप्रतिनिधिले गरेका कामको पनि पार्टी कमिटीहरूले स्वामित्व लिएर प्रचार गर्नु पर्यो। यहाँ राम्रो काम गरेको छ, घर घरमा गएर हाम्रो वडा अध्यक्षले राम्रो गर्यो, हाम्रो उपमेयरले राम्रो गर्यो भनेर भन्ने स्थिति बनाउनु पर्यो। त्यसो हुँदा यो चाहिँ अर्को एउटा चाहिँ जनप्रतिनिधिले गरेका कामलाई स्थापित गर्ने र अझ नयाँ नभएका ठाउँमा काम कसरी अगाडि लाने भनेर पनि गराउने कुरा पनि यो अभियानको अर्को हो भने, चौथो यसको काम भनेको हाम्रो चाहिँ
विकास निर्माणका कामहरू जस्तो विकास निर्माणका जनहितका कुराहरू स्वास्थ्यको क्षेत्रमा छ कि शिक्षाको क्षेत्रमा छ कि अब ढलको क्षेत्रमा छ कि खानेपानीको समस्या छ कि त्यो क्षेत्रका कामहरू पहिले आएर त्यसको अगुवाई गरेर समाधानमा लाग्नु पर्यो। हाम्रो वडाध्यक्ष छ, हाम्रो मेयर छ भने उनीहरूकै माध्यमबाट गराउने अनि केन्द्रीय सरकारसित पनि बजेट लानुपर्ने छ भने त्यहाँबाट गर्ने। हाम्रो छैन भने हाम्रो अगुवाईमा त्यहाँको वडाध्यक्षलाई डेलिगेसन जाने, दबाब दिने र ती काम गराउनका लागि पहल गर्ने विकास निर्माणका कामहरू, जनहितका कामहरू, यी कामहरू गराउने पनि यो अभियानको कुरा हो। यसरी हामीले 4 क्षेत्रका कामहरू बाँडेर कामहरूलाई अगाडि बढाएका छौँ र वडाहरूले अब त्यसमा केन्द्रित भएर योजनाबद्ध हिसाबले यो कुरालाई फोकस गरेर कमिटी, संगठनात्मक क्षेत्रका कमिटी बनाउँदै घर घरमा पुग्ने कुरादेखि यता विकास निर्माणका कामसम्ममा ध्यान पुर्याएर जानु पर्यो। अच्छा, वडा कमिटीको हकमा चाहिँ जस्तो कि अब म 26मा सचिव छु, अहिले 26 वडा कमिटीको सचिव छु। 26मा त अब के अरे वडा अध्यक्ष न जनप्रतिनिधि कुनै पनि हुनुहुन्न भन्दैन। यो कन्टेक्स्टमा चाहिँ अब हामीले वडा कमिटीले नै पहल गर्छ। एक्ज्याक्टली, तपाईँको पार्टी वडा कमिटीले नै अब तपाईँहरू त्यहाँका विषयहरू पहिल्याउने, टोल टोलमा जाने, ती विषयहरू सङ्कलन गर्ने अनि त्यसपछि वडा अध्यक्षलाई गएर दबाब दिने।